Hi guys, good morning. Welcome to my another video. आज सायद म कति भयो 22 डिसेम्बर भनेपछि 22मा जानु 23, 24, 25, 26, 27, 28 आई थिङ्क इट्स अलमोस्ट 1 week होइन भइसक्यो त्यही हो इट्स भेरी हार्ड whoever have different parents separated मेरो पीडा पनि यही आज चाहिँ एक हप्ता बसेर म पहाड पापाकोमा जाँदैछु अनि माथि पहाड पापाकोमा 4 अहिले बिहानको 4 बज्यो अब गाडी माथि चौकबाट भेटाउनु पर्ने अनि त्यही हो लेट्स मेक अ भिडियो भन्ने भएर सर्ट एन्ड स्विट बनाऊँ भनेर नि गेट रेडी विथ मी अलमोस्ट रेडी भइसकेको छु यस्तो जाडो छ बिहान बेलुका अनि हजुरहरूलाई किप अन वाचिङ अन्टिल द लास्ट एन्ड अफ भिडियो म कसरी जान्छु कतिखेर पुग्छु एन्ड अल एभ्रिथिङ अनि अझ मेरो आउटफिट चाहिँ हाइनेक भयो अनि जगर्स भयो अनि केही छैन लुगा यही एउटा यो भयो चाहिँ बान्नु पर्ने रहेछ गाडीमा अब साह्रो मात लाग्छ म सायद त धेरै भिडियो त बनाउन सक्छु कि सक्दिनँ होला गाइज तर आई विल ट्राई माई बेस्ट म चाहिँ प्रायः गाडीमा सुतेको गर्छु क्या उठ्यो कि मात लाग्छ भमिट लाग्छ नि त अनि सुत्यो भने थाहै पाउँदैन त्यही भएर माई मामा इज मेकिङ फर मी सम ब्रेकफास्ट स्टफ भन्दा नि बाटोमा खानको लागि चाउचाउ साउचाउ अनि मलाई अन्डा साह्रो मनपर्छ अन्डा उसिन्दै हुनुहुन्छ अन्डा अनि म चाहिँ यहाँबाट चाहिँ एक्लै जाने अनि यता बेलबारीबाट चाहिँ बेलबारीबाट निनी हुनुहुन्छ कान्छी निनी मेरो कान्छी निनी र भाउजू हुनुहुन्छ अनि त्यहाँबाट चाहिँ गाडीमा जाने यहाँबाट चाहिँ बाइकमा पथरीमा गरेर यस्तो जान्छ जाडोमा उठ्न न मन लागेको बेला के गर्नु I want to do my skincare early at 4 AM. Guys, bye. Let's see and later. Phone गर्नुपर्ने छ दाइलाई खै मटर आमा मटर होइन त्यो त तपाईँहरूलाई पो ल्याइदिएको त नाइ यो त केसँग खाने हो र यो दुईवटा भरे चियासँग उहाँहरूलाई दिनु न कुकुरहरूलाई माछा गाइस भुटेको अन्डा मटर आमा भनेको आमा हो कि गाइस यति भयो म पुग्दिनँ त म केही नखाइ पुग्छु नलाने कि प्लिज आमा
धनकुटा जिल्ला आइपुग्यो। जङ्गल चाहिँ के मार्न गएको? कहाँ हो नि यो टुम्लिङटार? टुम्लिङटार आइपुग्यो। अब यहाँबाट कति घन्टा लाग्छ? नि सिकिस्त गाह्रो भयो। अब टुम्लिङटार आइपुग्यो। 25 मिनट खानबारीबाट मेरो अफिस खुला थियो भने चाहिँ त्यो गरेर राष्ट्रिय परिचय पत्रको बोजी गऱ्यो जानु पर्यो। त अब एक दिन पछाडि आउनु पर्छ। अझै फेरि खानबारीदेखि पनि जानु पर्छ। कहिले पुग्यो फाइनली दुःख सुख गरेर खानबारी आइपुग्यो। आउनु न एकचोटि खानबारी आइपुग्यो दुःख सुखले। कति बज्यो? 2 बज्यो। अब यहाँबाट अझै माथि जानुपर्ने छ। कतिखेर पुग्छौँ? आज त निनीले धेरै गाह्रो भयो। खानबारी आएको अवस्था। अब खानबारीबाट माने भन्ज्याङ कति टाइम लाग्छ? केटाकेटी खेल्ने ठाउँ नै रहेछ नि त। भोलि आउनु पर्छ। अब म नि नानी पुऱ्याएर बिहान घाँस काटेर ढुक्कै हेर्नु पर्यो। नानीलाई टिफिन यतै खुवाउँदै हुन्छ। अनि रिजर्भ गाडी जस्तै रहेछ त सबै यहाँ।
छोरा बाउ छोरी भेटेको कस्तो लागिरहेछ क्लिक गर्यो गरेको छु त हो अनि बाउ छोरी भेटेको कस्तो लागिरहेछ बुबु छोरी भेटेर राम्रो लाग्यो खै छोरी हो के हौ भिडियो गर्ने चाहिँ बहिनी होइन च्यानडाँडामा आज बाबु छोरीको मिलन अनि अब छोरी डक्टर नि अनि अब छोरीले उपचार लान्छ होला नि त अब लाग्छ कि के गर्छ अब छोराले छोरीले जानु पर्यो लौ 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 बाबु छोरीको भेट गाइज फाइनल्ली हामी घर आइपुगेको अवस्था भन्दा नि अझै आइपुगेकै छैन मेरो ब्याकग्राउन्ड यस्तो छ देख्न सक्नुहुन्छ यस्तो मजाको हेर्नुहोस् यो हेभन भन्नु मिल्दैन त्यसलाई हामी आइपुगेको फाइनल्ली जेप्रा घर This is my house. वेलकम भन्नु न वेलकम टु माई हाउस यता हेरेर भनिदिनु न वेलकम भन्नु न छोरी फाइनली हामी घर पुग्यौँ फ्रेस भएर अहिले यतिको भएको छ हामी को हो हामी दुईजना दिदी बहिनी हो कि फुपू भदैनी हो दिदी बहिनी मलाई आयु नघटा है फुपू बहिनी सो बाई गाइज थ्याङ्क्स फर वाचिङ माई भिडियो निनी यसो भन्नु न मेरो भदैनीको युट्युबमा लाइक सब्सक्राइब गरिदिनु मेरो भदैनीको युट्युबमा लाइक सब्सक्राइब गरिदिनु अनि बिहे गरेको छैन अनि कसले रोज्ने यहाँ हेर्नु यो अहिले स्टाफ नर्स गर्दैछ अब यो डक्टर हुनु आँटेको छ कसले लाने हात उठाएर आउनु अगाडि